भोलि साउन 13 गते गुरु पूर्णिमा, आषाढ शुक्ल पूर्णिमा अथवा व्यास पूर्णिमा, महर्षि देव व्यासको जन्म जयन्ती। भोलि चाहिँ गुरु बिना ज्ञानको सम्भव छैन भनेर सन्देश दिने पर्व। सम्पूर्ण मित्रजन भक्तजनहरूले कमेन्ट बक्समा गई आफ्नो गुरुलाई स्मरण गरेर गुरुको नाम लेख्नुहोला र भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्न नभुल्नुहोला। हाम्रो परम्परा अनुसार, हाम्रो हिन्दू धर्म अनुसार चाहिँ गुरु भन्नाले यी 5 व्यक्तिलाई चाहिँ गुरु भनेको छ है। पहिलो चाहिँ हाम्रो जन्म दिने माता आमा हुनुहुन्छ, दोस्रो गुरु भनेको हाम्रो पिता, र तेस्रो गुरु भनेको हाम्रो विद्यालयमा चाहिँ हामीलाई ज्ञान विद्या दिने चाहिँ शिक्षक हुनुहुन्छ, चौथो गुरु भनेको हामीलाई दीक्षा दिने मन्त्र साधनाहरू दिने चाहिँ गुरु हुनुहुन्छ, र पाँचौं गुरु भनेको आचार्य गुरु हुनुहुन्छ हाम्रो। साथै जीवनमा हामीले जसबाट ज्ञानहरू लिएका छौँ यी व्यक्ति सबै गुरुभित्र नै पर्नुहुन्छ। र यी गुरुहरूको भोलि चाहिँ स्मरण गर्ने, भोलि गुरुको सेवा गर्ने दिन रहेको छ। यदि गुरु हुनुहुन्छ भने गुरुको सेवा गर्नुपर्छ, यदि गुरु हुनुहुन्न भने गुरुको स्मरण गरेर गुरुलाई चाहिँ सम्झिने दिन रहेको छ। हजुरहरूले बिहान उठेर स्नान गर्नुहोला। स्नान गर्दा आज गुरु पूर्णिमाको दिन म गुरुलाई मेरो नमन छ भनेर सङ्कल्प गरेर स्नान गर्नुहोला। शुद्ध वस्त्र धारण गर्नुहोला र गुरु हुनुहुन्छ भने गुरुलाई भेट्नुहोला, अथवा गुरुलाई भेटेर गुरुलाई आसनमा राखेर गुरुको चरणहरू स्पर्श गरेर टाउकोले चाहिँ शिरले चाहिँ ढोगेर गुरुको चरणमा फुलहरू अर्पण गरेर गुरुलाई माला लगाइदिएर गुरुलाई वस्त्र साथै फलफुलहरू, पैसाहरू, दक्षिणाहरू यी कुराहरू अर्पण गरेर गुरुको सेवा गर्न सक्नुभयो। यदि गुरु हुनुहुन्न भने पनि गुरुको चाहिँ लाई स्मरण गरेर फोटोलाई चाहिँ फुलमालाहरू लगाइदिएर तपाईँले चाहिँ गुरुको सेवा गर्न सक्नुभयो र गुरुबाट आशीर्वाद लिनुहोला। मैले जान नजानमा गरेका सम्पूर्ण गल्तीहरू क्षमा गरिदिनुहोस्, मलाई जीवनमा राम्रो बाटो चाहिँ देखाइदिनुहोस् भनेर गुरुबाट आशीर्वाद लिनुहोला। साथै हजुरहरूले मन्त्र जप्नु पर्ने हुन्छ। गुरुको चाहिँ सेवा गर्दाखेरि गुरुको चाहिँ 3 पटक अथवा 11 पटक मन्त्र जप गर्नुहोला। गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परम ब्रह्मा, तस्मै श्री गुरुवे नमः भनेर यी मन्त्रहरू हजुरले जप पर्ने हुन्छ। र यसरी हजुरले भोलिको दिन गुरुलाई समर्पित गरेर गुरुको सेवा गरेर बिताउनुहोस्। जय श्री कृष्ण। राधे राधे।